यहाँ बस्नु मिल्छ? मिल्छ। म बस्छु ल। ओके होइन म त्यतातिर बस्छु नि त्यहाँ छेउमा। ल ओके यहीँ बस्छु ल। साथीहरू होइन यहाँनिर पर चाहिँ एकजना केटी बसिरहेको रहेछ होइन, अनि म चाहिँ त्यहाँनिर गएर बोल्छु ल, अनि के भन्दा रहेछ। ओके आइसक्यो। एक्सक्युज मी। हजुर मलाई भन्नुभएको? हजुर के गरिरहनु भएको? बसिरहेको। एक्लै हो? अरू मान्छेसँग? होइन सोधेको। हो यहाँ बस्नु मिल्छ? मिल्छ। म बस्छु ल। ओके होइन म त्यतातिर बस्छु नि त्यहाँ छेउमा। ल ओके यहीँ बस्छु ल। केही अप्ठ्यारो त पर्दैन नि? पर्छ। अनि कसले कुरेर बस्नु भएको? साथीलाई। साथी भन्नाले केटी साथी केटा साथी? केटा बोयफ्रेन्ड हो? हुनसक्छ। ए अनि म यहाँ बस्दाखेरि केही फरक त पर्दैन नि? फरक त पर्दैन, पाइट पर्छ। तपाईँ त लास्टै फटा हुनुहुँदो रहेछ है? हुनसक्छ आई डोन्ट नो। म चाहिँ तपाईँसँग एउटा गेम खेलौँ कि भनेर आएको। कस्तो गेम? मैले चाहिँ होइन तपाईँलाई प्रपोज गर्छु, अनि यदि तपाईँले मेरो प्रपोज चाहिँ एक्सेप्ट गर्नुभयो भने चाहिँ म तपाईँलाई 1 मान दिन्छु भनेर। ए हुन्छ हुन्छ हुन्छ? ओके। अनि फेरि तपाईँको बोयफ्रेन्ड आउँदाखेरि त फेरि गाह्रो होला नि त? त्यस्तो बोयफ्रेन्ड छिस